हेलो हेलो सबैजनालाई नमस्कार, स्वागत छ हाम्रो नेर्पा बुलबुलेको झाँक्री थानको भ्रमण पश्चात हाम्रो विद्यार्थी भाइ बहिनीहरू फिर्किने चरणमा हुनुहुन्छ। यसो केही बोल्दै जाऊ न। हेलो हेलो गर्देऊ न यार। गुड बाई। गुड बाई। राम्रो लाग्यो एकदम। हेलो गरौँ। हल्का भिडियोमा देखाउनु परेन कस्तो लाग्यो सरलाई? एकदम राम्रो। अनि लाइक यो युसन भाइलाई कस्तो लाग्यो? राम्रो लाग्यो। राम्रो लागेन? राम्रै लाग्यो सर। बोल्दैन एकदम ठिक छ। भाइहरूलाई कस्तो लाग्यो? झाँक्री थान झर्ना दामी लाग्यो? ठिकै छ सर। ठिक छ। यो बुलबुलेको माछा देखाइरहेछौँ। यसमा हाम्रो भगवान् विष्णुको मूर्ति, त्यस्तै गरी यहाँ परेवाहरू र यो चाहिँ एउटा पोखरी र यहाँ हाम्रो यलम्बर राजाको मूर्ति, एकदम पुरानो मूर्ति रहेछ। यहाँनिर हाम्रो राजाको मूर्ति सँगसँगै यहाँ मन्दिर, त्यस्तै गरी यहाँ चाहिँ हाम्रो झरना, सँगसँगै गेट र त्यो हाम्रो गाडी। सिन्धुली गाडी। नवीन सरलाई कस्तो लाग्यो माथिको झरना भनिदिनु होला यहाँ दुई शब्दमा। यो झरना चाहिँ लगभग 50 मिटर जति रहेछ सर। एकदम यो दिप्लुङ भन्दा ठुलो हो? दिप्लुङ त अब मैले हेरेको छैन, तर यहाँ ठिक छ जे होस्। अनि त्यहाँ फेरि यो ढोलकहरू रहेछ, त्यो चाहिँ झाँक्री थान। झाँक्री थान भन्ने रहेछ। झाँक्री थान। अब हामी यहाँबाट प्रस्थान गर्दैछौँ। हाम्रो मिन सर पनि हुनुहुन्छ यहाँ। यो तलको झरना देखाउनु पर्यो कि? बोलेर हत्तु हाँसु झरना छङछङ बगेको खोल के अरे झरनाको पानी देखाउँछु म भिडियोमा। अब गर्मी भयो, नुहाउनु जस्तो तरिकाको यस्तो पाइहाल्छ नि।